सो हेलो साथीहरु सबैजना सन्चै हुन्छ होला। स्वागत छ आजको यस नयाँ भिडियोमा। र आजको यस नयाँ भिडियोमा आज हामी क्लास 11 को सोशल स्टडीज को मोडल क्वेशन लिएर आएका छौं विथ सल्युसन है। मैले चाहिँ यो रुक्नुस् यो चाहिँ मोडल क्वेशन मात्रै अरु बेला चाहिँ मैले हजुरलाई क्वेशन मात्रै दिन्थे भने अहिलेको यो मोडल क्वेशन चाहिँ मैले हजुरलाई सल्युसन विथ सल्युसन पनि लिएर आएको छु। एन्सर पनि छ, यसलाई एक्सप्लेन पनि गरेको छु। हजुरले हेर्न सक्नुहुन्छ यो चाहिँ एकदम इम्पोर्टेन्ट मोडल क्वेशन हो। धेरैले कमेन्ट गर्नु भएको थियो कि क्वेशन मात्रै दिनुहुन्छ एन्सर थिएन भनेर। सो मैले चाहिँ आजको यो मोडल क्वेशन चाहिँ एन्सर विथ एन्सर पनि लिएर आएको छु। हजुरलाई कस्तो लाग्छ? यदि राम्रो लागेमा लाइक कमेन्ट शेयर गर्न नभुल्नु होला। च्यानलमा हुनुहुन्छ भने च्यानल सब्स्क्राइब गर्न पनि नभुल्नु होला। अब चाहिँ ढिलो नगरिकन सुरु गरौँ है त। सो साथीहरु अब चाहिँ सुरु गरौँ। सामाजिक अध्ययन क्लास 11 को मोडल क्वेशन सल्युसन पनि हो चाहिँ अहिले हैन। र पहिला चाहिँ मैले हजुरलाई चाहिँ क्वेशन मात्रै दिने गर्दछु इम्पोर्टेन्ट क्वेशन भने धेरैले कमेन्ट गर्नु भएको थियो कि यसको एन्सर पनि चाहियो, सल्युसन पनि गर्नु पर्यो भनेर भन्नु भएको थियो। सो त्यसैले चाहिँ मैले हजुरलाई आज चाहिँ सल्युसन पनि लिएर आएको छु। अब चाहिँ ढिला नगरिकन सुरु गरौँ। फर्स्टमा चाहिँ हजुरलाई सोधेको छ, फर्स्टमा चाहिँ 11वटा क्वेशन आउने गर्दछन् जसमा हजुरले 11वटै गर्नुभयो भने हजुरले 11 मार्क्स प्राप्त गर्न सक्नुहुनेछ हैन। भेरी सर्ट क्वेशन आउने वाला छ। फर्स्ट समूह क मा चाहिँ जसमा हजुरले 1-2 लाइन लेख्यो भने हजुरले 1 मार्क्स इजिली प्राप्त गर्न सक्नुहुन्छ हैन। म चाहिँ पुरै क्वेशन त भन्दिन्न, हजुरले यहाँ हेर्न सक्नुहुनेछ क्वेशन यहाँ छ। फर्स्टमा चाहिँ सोधिएको छ कि यो एकदम इम्पोर्टेन्ट क्वेशन हो है। सामाजिक अध्ययन र सामाजिक विज्ञानको अन्तर सम्बन्ध एक वाक्यमा लेख्नुस् भनेको छ। र एन्सर मैले भन्दिनँ, त्यति आवश्यक पनि नहोला, किन हजुरले पज गरेर हेर्नु होला एन्सर हैन। हेर्नु होला एन्सर यहाँ कस्तो छ। म चाहिँ अब 2 नम्बरमा गएँ किनभने मैले सबैको एक्सप्लेन गर्दै गएँ भने चाहिँ भिडियो एकदम लङ हुन सक्छ। सो म सर्टमा हजुरलाई भनिदिने बेला छु। सेकेन्डमा हेर्नु होला क्वेशन, परियोजना कार्य गर्न सिलसिलामा समुदायका व्यक्तिसँग कसरी कुराकानी सुरु गर्नुहुन्छ भनेर सोधिएको छ। यसको एन्सर यहाँ छ। हेर्नुस् यसको एन्सर यो हो। हेर्नु होला है, यसको एन्सर पज गरेर हेर्नु होला। यसको एन्सर एकदम क्लियर। यो चाहिँ एकदम इम्पोर्टेन्ट मोडल क्वेशन हो जुन फाइनल एक्जाममा 100% नै सोधिने मोडल क्वेशन नै मानिन्छ हैन। अब 3 मा चाहिँ इन्टरनेटको प्रयोग गर्दा सावधानी अपनाउनु पर्दछ, किन कुनै एक तर्क प्रस्तुत गर्नुहोस् भनेको छ। मतलब भनेको कि हजुरले आफ्नो इन्टरनेट हजुरले प्रयोग गर्नुहुन्छ भने कसरी चाहिँ सावधान तरिकाले कसरी हजुरले प्रयोग गर्नुपर्छ हैन भनेको छ। यसको एन्सर पनि यहाँ दिएको छ। हेर्नु होला। अब म गएँ 4 नम्बरमा। सबैको एन्सर यहाँ दिएको छ। एकदम सर्ट एन्ड राम्रो एन्सर छ। मैले खोजेर ल्याएको हो हैन। अब मैले चाहिँ सर्ट देखाइदिएँ हजुरले पज गरेर हेर्नु होला है त। हाम्रो हेर्नुस् क्वेशन पनि छ यहाँ। हाम्रो सेपिस्टेस्ट जातिको कुन एक विशेषता लेख्नुस् भनेको छ। यो हेर्नु होला हैन। 5 नम्बरमा यस्तै गरेर मैले हजुरले पज गर्दै हेर्न पनि सक्नुहुन्छ। म ढिलो गरेर गइरहेको छु हैन। हेर्नुस् 6 मा चाहिँ तपाई किन पर्यावरणीय क्षेत्रमा बस्नुहुन्छ, यसले तपाईको जीवनमा पारेको कुनै एक प्रभाव भनेको छ। हजुर तपाई बस्ने क्षेत्रमा चाहिँ कस्तो एउटा कुनै चीजले तपाईलाई कस्तो प्रभाव पारेको छ यसको लेख्नु पर्ने हुन्छ। आफू हजुर जहाँ जुन ठाउँमा बस्नुहुन्छ हिमाल पहाड तराई त्यही ठाउँको एक्सप्लेन थोरै गरिदिनु होला हैन मिलाएर। 1 मार्क्स चाहिँ इजिली प्राप्त गर्न सक्नुहुन्छ। अब 7 नम्बरमा चाहिँ जात र जनजाति बीचको फरक लेख्नु पर्ने हुन्छ हैन। त्यस्तै गरेर 8 नम्बरमा नेपालको राष्ट्रिय सभाको निर्वाचनको लागि कस्तो निर्वाचन प्रणाली अवलम्बन गरेको छ। यो एकदम इम्पोर्टेन्ट क्वेशन हो। यो अलि प्र्याक्टिस गरेर जानु होला। यसको लेसनै छ जुन एकदम इम्पोर्टेन्ट लेसन नै हो हैन। यस्तै गरी 9 मा यो क्वेशन छ, पज गरेर हेर्नु होला। 10 मा यो क्वेशन छ। यस्तै गरेर हैन 11 यति गरेपछि हजुरलाई समूह क चाहिँ सकिसकेको छ। 11वटा क्वेशन सोध्छ समूह क मा जुन भेरी सर्ट क्वेशन हुन्छ भने यो सकिसकेको छ। अब हामी जाउँ समूह ख मा।
जुन हजुरलाई चाहिँ 5 मार्क्समा सोधेको हुन्छ, हजुरले एउटा एन्सर मिलाउनु भयो भने चाहिँ 5 मार्क्स इजिली प्राप्त गर्न सक्नुहुनेछ है त। समूह खमा जाउँ। यसमा चाहिँ हजुरले हाफ या 1 पेज चाहिँ हजुरले लेख्नुपर्ने हुन्छ। त्यति लेख्नुभयो भने चाहिँ हजुरले 4.5 मार्क्स इजिली प्राप्त गर्न सक्नुहुनेछ है त। क्वेसन हेर्नु होला 12 को यो क्वेसन। यो चाहिँ अझै लङ नै मानिन्छ हैन। यसको एन्सर पनि लामो नै छ, अलि लङ नै छ, हेर्न सक्नुहुनेछ। लङ नै छ यसको एन्सर पनि। हजुरले हेर्नु होला निष्कर्ष भनेर टक्क राम्रोसँग मैले एक्सप्लेन गरेर हजुरलाई यो मोडल क्वेसन लिएर आइदिएको हो। हेर्नु होला 13 नम्बरमा चाहिँ अलिअलि क्वेसन चाहिँ मैले भनिदिन्छु भने है त। पशुपालन युगको जीवन पद्धतिका विशेषताहरू 7 वटा बुँदामा लेख्नुहोस् भनेको छ। यसका बुँदाहरू लेख्नुपर्ने हुन्छ। ढुङ्गे युगपछि समाजमा जीवन निर्वाह यस्तै गरेर हजुरले मिलाएर लेख्नुपर्ने हुन्छ। यो एन्सर हजुरले यही एन्सर घोकेर गए पनि हजुरले इजिली प्राप्त गर्न सक्नुहुनेछ मार्क्स चाहिँ है त। यो एकदम सटिक एन्ड राम्रो एन्सर हो हैन, जुन मैले एकदम खोजेर ल्याएको हजुरलाई इन्टरनेटबाट। हेर्नु होला। अब चाहिँ क्वेसन नम्बर 14 भौगोलिक विविधताले पर्यटन क्षेत्रमा पार्ने प्रभावहरू व्याख्या गर्नुहोस् भनेको छ हैन। भौगोलिक विविधताले पर्यटनमा कस्तो प्रभाव पर्छ हैन, कस्तो हजुरलाई इफेक्ट पार्छ भनेको छ। एन्सर यही हो हैन। एकदम राम्रोसँग ख्याल गरेर हेर्नु होला। नोट पनि सार्नु होला यो हैन, कपीमा सार्नु होला। मैले चाहिँ ढिलो गरेर स्विप गरिरहेको छु, स्क्रोल गरिरहेको छु हैन। हेर्नु होला पुरै पोइन्ट वाइज दिएको छु। पोइन्टलाई एक्सप्लेन पनि मैले गरिदिएको छु यसमा चाहिँ। एकदम राम्रो तरिकाले हेर्नु होला हैन। निष्कर्ष लास्टमा निष्कर्ष पनि हजुर लेख्नु भयो भने निष्कर्षको हजुरले 1.5 पाउनुहुन्छ है। निष्कर्षको 1.5 पाउनुहुन्छ नि। अब चाहिँ 15 नम्बरमा सोधिएको छ क्वेसन हेर्नुस्। सबै क्वेसन हजुरलाई इक्जाममा नआउनु पनि सक्छ, यहाँ देखाएको, तर एकदम हैन सबै नआउन सक्छ, तर धेरै जसो चाहिँ आउने गर्दछ। किनभने जुन मैले मोडल क्वेसन दिन्छु हजुरलाई थाहा नै छ, एकदम इम्पोर्टेन्ट नै हुन्छ, आउने नै गर्दछ। त्यसले भन्नुभएको छ कि यो मोडल क्वेसन एकदम राम्रो छ भनेर। सो निष्कर्ष म सबैमा निष्कर्ष लेख्दै गएको छु है। हेर्नु होला। अब चाहिँ 16 नम्बर एकदम इम्पोर्टेन्ट क्वेसन हो है यो। सहकारी वृत्त भनेको के हो है। यो एकदम इम्पोर्टेन्ट क्वेसन हो यो। अब हजुरले सहकारी क्लास 10 को बुकमा पनि थियो भने क्लास 11 मा पनि छ। उदाहरण सहित लेख्नुपर्ने हुन्छ यसको। हेर्नु होला मैले सरर एन्सर लेखेको छु हैन। हजुरले थोरै नजाने पारे इङ्ग्लिसमा लेख्न सक्नुहुन्छ। कर आयन, ट्याक्स रेभिन्यू हैन, आयकर, सम्पत्ति कर, यस्तै हजुरले लेख्न सक्नुहुनेछ है त। हेर्नुस् सबको मैले एक्सप्लेन पनि गरिदिएको छु है। लास्टमा निष्कर्ष मैले सबैको लेख्दैछु। हजुरले 1 या 1.5 इजिली प्राप्त गर्न सक्नुहुन्छ यो निष्कर्षबाट है त। 17 नम्बरमा पनि जनसङ्ख्या वितरणमा प्रभाव पार्ने कुनै 7 तत्त्वहरू व्याख्या गर्नुपर्ने हुन्छ। जनसङ्ख्या वितरण हजुरले अब नेपालमा धेरै जनसङ्ख्या त छैन, तर पनि जनसङ्ख्या वितरण गर्दाखेरि जनसङ्ख्या यताउति जाँदाखेरि कस्तो प्रभाव पर्छ त भन्ने हो। यो क्लास 10 मा पनि थियो यो क्वेसन चाहिँ, भने क्लास 11 मा पनि छ। कोही क्वेसन चाहिँ सेम नै छ 10 र 11 को हैन। हजुरले 10 क्लासको थोरै बुक हेरे पनि हजुरले यसको एन्सर लेख्न सक्नुहुनेछ। हेर्न सक्नुहुन्छ क्वेसन एन्सर। यो मैले यसको पनि निष्कर्ष गराइरहेको छु। निष्कर्ष अब चाहिँ 18 नम्बरमा हाम्रो देशको सीमा सुरक्षाका लागि कस्तो रणनीति अवलम्बन गर्नुपर्छ भन्ने सन्दर्भमा राष्ट्रिय सुरक्षा परिबद्धलाई सहित सुझाव सहित पत्र लेख्नुहोस् भनेको छ। हजुरले यस्तो चाहिँ अब निबन्ध कार्य गराउनु पर्छ हैन। अब यहाँ हजुरले एउटा पत्र भनेको पत्र चिठी जस्तै नै हो यो। अब सुरुमा मिति लेख्नु होला, यहाँ श्रीमान को हो, अनि उसको नाम, अनि ठेगाना अनि विषय यो केमा निमित्त छ हैन, के सम्बन्धमा छ यो विषय लेख्नु होला। अनि सुरुमा सर्ट के लेख्नु होला, अनि त्यो ग्याप छोडेर चाहिँ यसरी हजुरले लेख्न सक्नुहुनेछ। यो हजुरले धेरै भए त्यो प्याराग्राफ चेन्ज गर्दै लेख्नु होला है। प्याराग्राफ चेन्ज गर्दै लेख्नुभयो भने अझै ठुलो पनि देखिन्छ र अलि राम्रो पनि देखिने गर्दछ हैन।
र यति लेख्नु हजुरले यति यो चाहिँ 1 पेज जति लेख्नुभयो भने चाहिँ हजुरले 4.5 प्राप्त गर्न सक्नुहुन्छ। 4 या 4.5 त आउँछ होइन। 5 मा 5 त आउँदैन, हजुरलाई थाहा नै छ। नेपाली सोसल कुनै सब्जेक्टमा पनि थ्योरीमा आउँदैन। 4.5 जति आउने गर्दछ। 19 को पनि सेम क्वेसन नै हो होइन। आफ्नो किशोर तथा युवा स्तरमा साथीलाई नियमित योग तथा ध्यान गर्नका लागि प्रेरित गर्नुपर्नेमा तपाईँ कसरी प्रेरित गर्न सक्नुहुन्छ भनेको छ। हजुरलाई चाहिँ के योग ध्यान गर्नुभयो भने चाहिँ साथीलाई कसरी हजुरले सजेस्ट गर्न सक्नुहुन्छ भनेको यो चाहिँ होइन। एन्सर यही नै छ। पज गरेर हेर्नु होला, एकदम सठिक एन्सर हो यो चाहिँ। सठिक एकदम राम्रो एन्सर नै छ, हेर्नु होला होइन। म चाहिँ पुरै एन्सर भनिदिँदै गएँ भने चाहिँ एकदम लामो नै हुन्छ होइन, भिडियो एकदम लङ हुन्छ। सो म चाहिँ सर्ट तरिकाले भनिदिनु पर्छ। एन्सर भन्दै यो एन्सर भन्न र हजुरले पज गरेर हेर्न एउटै नै मानिन्छ होइन। अब जाउँ समूह गमा चाहिँ लङ क्वेसन आउनेवाला छ, जसमा हजुरलाई 3वटा क्वेसन मात्रै आउँछ जम्मा। 3वटा क्वेसनमा चाहिँ हजुरलाई एउटा मिलायो भने चाहिँ हजुरले 8 मार्क्स प्राप्त गर्न सक्नुहुन्छ है त। एउटा मिलाएर 8 मार्क्स प्राप्त गर्न सक्नुहुन्छ भने 3टै मिलाउनु भयो भने चाहिँ हजुरले 24 मार्क्स इजिली प्राप्त गर्न सक्नुहुन्छ भने पास हुन त्यति गाह्रो छैन। 3टै लङ क्वेसन एन्सर दिएर 3टा लङ क्वेसन हजुरले मिलाउनु भयो र 4-5वटा हजुरले भेरी सर्ट क्वेसन है, सर्ट पनि होइन भेरी सर्ट क्वेसन मात्रै लेख्नुभयो भने चाहिँ पनि हजुरले पास इजिली हुन सक्नुहुन्छ। 30-32 मार्क्स इजिली आउँछ। अब चाहिँ समूह गमा चाहिँ भेरी लङ क्वेसन हो। यसको एन्सर चाहिँ हजुरले लगभग 1.5-2 पेज जति लेख्नुपर्ने हुन्छ फेरि है। 1.5-2 पेज लेख्नुभयो भने चाहिँ हजुरले 7.5 पाउनुहुन्छ। 7.5 जति पाउनुहुन्छ है त। अब चाहिँ 20मा सोधेको छ। 20 नम्बरमा चाहिँ तनावलाई प्रभावकारी रूपमा व्यवस्थापन गर्न कुनै 8वटा व्यावहारिक सुझावहरू प्रस्तुत गर्नुहोस् भनेको छ। मान्छेलाई तनाव भन्छ, हजुरलाई थाहा नै छ। तनावलाई व्यवस्थापन कसरी गर्ने त होइन। तनाव भयो भने रोगहरू पनि लाग्न सक्छ। तनावलाई कसरी व्यवस्था गर्न सक्नुहुन्छ भन्ने क्वेसन हो यो। 8वटा हजुरले यसको व्याख्या पनि गर्नुपर्ने हुन्छ। यसको थोरमा सुरुमा डिफिनेसन पछि हजुरले यसको व्याख्या पनि गर्नुपर्ने हुन्छ। यसको पोइन्ट अनुसार एन्सर लेख्दै जानु होला। यहाँ सोधेको छ, मैले सबको एन्सर दिएको छु, हजुरले पज गरेर हेर्नु होला होइन। सबै एन्सर छ। यो चाहिँ लङ क्वेसन हो होइन, र यो चाहिँ अलि लामो नै छ, हेर्नु होला अलि लामो नै छ। किनभने अब निष्कर्ष हेर्नु, मैले लास्टमा निष्कर्ष फेरि लेखेको छु। यसमा पनि सबैमा मैले निष्कर्ष चाहिँ लेखेकै नै छु है त। अब जाउँ 21 नम्बरमा चाहिँ नेपाली समाजमा जाति व्यवस्थाले उज्यालेका समस्याहरूको पहिचान गर्दै जाति व्यवस्था नभएको भए नेपाली समाज कस्तो हुन्थ्यो होला, आफ्नो विचार प्रस्तुत गर्नुहोस् भनेर सोधेको छ। अब यहाँ चाहिँ हेर्न सक्नुहुन्छ, नेपाली समाजमा जाति व्यवस्थाले उज्यालेका समस्याहरू पहिचान गर्दै जाति व्यवस्था नभएको भयो भनेको छ। यसको एन्सर हेर्न सक्नुहुन्छ। यहाँ सुन्दर संस्कृति भएको नेपालमा जातीय विविधताले कारणले गर्दा संस्कृतिमा विभिन्न खालका प्रश्न चिन्ह उठिरहेका छन्। मानिस बीचको सौन्दर्यता कारण एकतामा बाँधिएको नेपाली समाज जातीय भेदभावको दलदलमा फँसेको कारण समाजमा फुट देखिएको र आपसी सम्बन्ध र मेलमिलापमा दरार आइरहेको भनेको एकदम भर्सेस भइरहेको है। दरार भनेको त्यसमा केही भर्सेस भइरहेको है, आइरहेको नेपालीहरू एक हुन् सहित भनेर सकिन्छ भनेर यस्तो एन्सर छ। सठिक एन्सर छ, एकदम सजिलो एन्सर छ है यो, सजिलो एन्सर छ। हजुरले हेर्नु होला होइन। इक्जाममा यही नै लेख्नुपर्छ भन्ने पनि छैन, यस्तै खाले हजुरले मिलाएर लेख्नुपर्छ है। सोसलमा चाहिँ हजुरलाई थाहा नै छ, मिलाएर लेख्नुभयो भने चाहिँ हजुरले मार्क्स पाउनुहुन्छ। निष्कर्षमा लेखेको छु, हेर्नु निष्कर्ष कति लेखेको छु हेर्नु, यति म निष्कर्ष लेखेको छु।
तो साथीहरु आजको चाहिँ यो सोशलको मोडल क्वेशन चाहिँ आजको यो लास्ट क्वेशन हो जुन 2022 नम्बरको यो चाहिँ आजको लास्ट क्वेशन हो जसमा सोधिएको छ कि अन्तर्राष्ट्रिय युवा दिवसका दिनमा 10 प्रतिभावान युवालाई जनही रु 1 लाख नगद पुरस्कार सहित राष्ट्रिय सम्मान प्रदान गरिएको छ। प्रस्तुत समाचार पढेर तपाईले पनि भविष्यमा यस्तो पुरस्कार प्राप्त गर्न के गर्नु पर्ला भनेर आफ्नो प्रस्तुति हजुरले पनि यस्तो कसरी गर्न सक्नुहुन्छ हैन आफ्नो धारणा यहाँ लेख्नुपर्ने हुन्छ। यहाँ मैले आफ्नो हिसाबले लेखेको भने छु भने चाहिँ यो क्वेशनमा चाहिँ हजुरले आफ्नो मनमा आएको जिज्ञासा हजुरले यहाँ लेख्न सक्नुहुन्छ। आफ्नो धारणा भविष्यमा हजुरले के गर्नुहुन्छ त्यस्तो हजुरलाई यदि अपर्चुनिटिज मिल्यो भने भनेर यो चाहिँ मेरो धारणा हो भने यो चाहिँ हजुरले पढे पनि हुन्छ। यो चाहिँ हजुरले आफ्नो धारणा लेख्नु होला। यहाँ मैले निष्कर्ष पनि लेखिसकेको छु हेर्न सक्नुहुन्छ निष्कर्ष। सो साथीहरु यही थियो यो थियो 22 को क्वेशन हैन। यो त्यति सोध्ने क्वेशन त थिएन तर पनि यो इम्पोर्टेन्ट त छ त्यसैले मैले यो हजुरले देखाएको हो हैन। साथीहरु आजको लागि यति नै भिडियो सकिसकेको छ। मोडल क्वेशन पनि हजुरलाई मैले देखाइसकेको छु यसको एन्सर पनि हजुरलाई देखाइसकेको छु। हजुरलाई यो भिडियो कस्तो लाग्यो यदि राम्रो लागेमा लाइक कमेन्ट शेयर गर्न नभुल्नु होला। च्यानलमा हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गर्न पनि नभुल्नु होला र यस्ता नयाँ भिडियो मोडल क्वेशन लिएर फेरि पनि आउने बेला छु। हजुरलाई एन्सर चाहिएमा फेरि हजुरले कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुनेछ विथ सल्युसन पनि लिएर आउने बेला छु। सो आजको लागि चाहिँ म बिदा हुन चाहन्छु। हस्त नमस्ते।